हेलो साथीहरु, के छ खबर? तपाईहरुलाई स्वागत छ फेरि पनि आजको यस न्यू भ्लगमा। अनि आज पनि म चाहिँ राइडमा निस्किसकेको छु है। अनि आज मेरो फर्स्ट राइड एक्सेप्ट भइसकेको छ। अनि अब के कस्तो राइड हुन्छ है त, के कति कमाउँछ। यदि तपाईहरु पनि पार्ट टाइम गर्ने सोचमा हुनुहुन्छ भने हैन, पार्ट टाइम पठाओ इन्ड्राइभ याङ्गो हैन गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ अब पार्ट टाइम गरेर है त अब यस्तो अब 2-3 घन्टा काम गरेर अफिस जानुपर्ने छ अथवा कतै जानुपर्ने छ भने हैन, के कस्तो कमाइ हुन्छ, के कसरी गर्न सकिन्छ है त, त्यो भिडियो चाहिँ आज हामी हेर्नेछौँ। अनि अब आजको यो 2-3 घन्टामा के कस्तो कमाइ हुन्छ, कति कमाइ हुन्छ हैन, टक्क लाएर म जस्तो कमाएँ त्यस्तै देखाउँछु है त। फेक होइन है, तर जस्तो कमाएँ त्यस्तै, कमाउँदै कमाएन भने पनि म कमाएन भनेर देखाउँछु है त। अनि हाम्रो प्यासेन्जर यतै हो कि के हो? हेलो, कहाँ पुग्नुभयो? म तपाईँको लोकेसनमा पुग्यो ट्याक्कै। त्यहाँ घरमा पुग्नुभयो हजुर? हजुर हजुर, स्टेसन अगाडि सिधा आइरहेछ। यता यता। ल मैले देखेँ। ओके किन है? भयो। तपाईँको त लोकेसन उता राखेर त आउनु भएको? अघि जो लोकेसन भन्दै अन गरेको थिएँ मैले। हजुर। त्यही लोकेसन भइरहेछ कि अनि मैले अन गरेको भए हेर्नु आउँथ्यो। अँ लोकेसन अन थियो। यहाँ फोटोकपी गर्नुपर्ने भएको भएर यहाँ हेर्दै ए त्यो भएर। यता होइन त, लेफ्ट कि कता हो? बिर्सिनु भयो? यहीँ हो, घुमेको घुमै भयो यार। कति हो? 114 छ? 26 आएको यत्रो घुमेर छु। एउटा स्टुडेन्ट हो। भयो है? थ्याङ्क यू। ल साथीहरू, फर्स्ट राइड कम्प्लिट याङ्गोमा। तर फर्स्ट राइडमै दुःख पायो कि, घुम्दा घुम्दा हैरान भयो फर्स्ट राइडमै। फर्स्ट राइडमै यो बहिनीले 3-4 राउन्ड घुमायो यार। अब पैसा थपेर देऊ भनेको स्टुडेन्ट भन्छ। ल अब के कस्तो हुन्छ हेरौँ है त। ल साथीहरू, मेरोमा चाहिँ सेकेन्ड राइड पनि लागिसकेको छ है त। अघि फर्स्ट राइड चाहिँ याङ्गोमा गरेको, तर याङ्गोमा एकदम यो टार्गेट पुरा गर्न नसक्ला जस्तो लाग्यो क्या। अनि चिपन लागेन, किनभने मेरो त्यो प्रो लेभल पुरै कम छ। अनि त्यही भएर चाहिँ मैले अब इनड्राइभै गर्ने डिसिजन गरेँ। त्यही भएर चाहिँ अब मैले इनड्राइभै गर्ने भने। अनि मेरो सेकेन्ड राइड है त, 9:30 भयो अहिले चाहिँ बिहानको। अनि म लिन जाँदैछु प्यासेन्जरलाई। भयो? तपाईँलाई ठाउँ थाहा छ नि होइन? ए ल हुन्छ। होइन
ठाउँ धेरै देखाएको छ। कता हो मन्दिर? मन्दिर के त एकचोटि मात्र आएको छु, त्यही भएर खाइदियो। यहाँ त मन्दिर त छैन त। बेलुका आएको, म त अघि त्यो ओह्रालो आएको बाटो हिँडेँ जस्तो लाग्छ मलाई। मन्दिर त्यता छैन, लोकेसन त यहाँ छ। अब उहाँले कहाँको चाहिँ हाल्नु पर्यो। अब 91 थियो। यतै होला नि, फेरि अन्त्य पर्नु होला नि। ल साथीहरू, मेरो इनड्राइभमा सेकेन्ड राइड कम्प्लिट र म अब थर्ड राइड लिन जाँदैछु। मेरो थर्ड राइड पनि लगाइसकेको छ है। यतै छ नजिकै। अनि यो चाहिँ जम्मा 3 किलोमिटर जति छ। अनि 91 रुपियाँ देखाएको छ। अनि मैले लिइदिइहालेँ हाई रेटमै। 3 लगभग झन्डै 4 किलोमिटर छ। पानीले होला। पानी परेपछि त यस्तो बाटो कामै हुँदैन। एकानब्बे। बस, धन्यवाद। ल मेरोमा थर्ड राइड पनि कम्प्लिट है त। 91 को जो 8:30 बजे निस्केको म। अनि 8:30 बजेदेखि अहिले 10 बजे भनेपछि 1.5 घन्टा। 1.5 घन्टामा चाहिँ अहिलेसम्म मैले 3टा राइड कम्प्लिट गरिसकेको छु है त। अनि अब हेरौँ है त के कस्तो हुन्छ। अब अझै कति राइड हान्न सकिन्छ। अब 1 घन्टा जतिमा, 1.5 घन्टामा हेरौँ है त। अब ल है त, मेरोमा इनड्राइभमा अर्को राइड पनि आइसकेको छ है त। अनि म प्यासेन्जर लगभग लिन जाँदैछु। आँखामा के पऱ्यो यार। डबल त मिल्दैन फेरि। हुन त त्यसो भयो नि। हस् ल, त्यो अरूले फोटो खिचेर हाल्ने पनि हामीलाई कारबाहीमा पर्छ क्या अहिले। तपाईँको ट्राफिकको, नेपाल ट्राफिकको पोस्ट हेर्नु नि तपाईँले। अहिले जसले गल्ती गरेर भिडियो पठाउने बित्तिकै कारबाही परिहाल्छ। भयो। ल है त, मेरो इनड्राइभमा 4th राइड पनि कम्प्लिट भइसकेको छ है त। अनि मैले बोनस पनि पाएँ। 160 रुपियाँको बोनस आएछ है त मेरो इनड्राइभमा। ल ठिक छ, अहिले 10:30 भयो। 2 घन्टा भयो। 2 घन्टामा मैले 4 राइड कम्प्लिट गरेँ है त। ठिक छ, अब हेरौँ। अनि हाम्रो यो प्यासेन्जरले चाहिँ 2 जना डबल लोड जाऊँ भन्दै थियो। अनि मैले चाहिँ मानेन, अर्कै बुक गर्यो त्यसपछि होइन। किनभने अब यस्तो लोड गर्नुहुन्न क्या डबल। अब 2 जनाहरूले लिएर आयो, ट्राफिकले झ्याप्प समात्यो भने अहिले त ठाउँ ठाउँमा कहाँनिर चेकिङ हुन्छ थाहा नै हुँदैन होइन। एक त अनि
यस्तो दुःख छ पैसा कमाउन, अनि त्यो चाहिँ अब 100 को लोभले होइन 50 को लोभले ट्राफिकले चिट हान्ने भन्दा 500-1000 को काटिदिन्छ। अझै त्यही पनि होइन क्या, अहिले त फेरि कस्तो छ भन्दा यो अरूहरूले भिडियो खिचेर हालिदिन्छ क्या तपाईँको। जस्तै अहिले तपाईँले देखिरहनु भएको होइन टक टिकटकतिर यो पुलिसहरूले कसरी अरूले पठाएको भिडियोलाई पनि होइन उनीहरूले कारबाही गरेको हो। त्यही भएर अहिले चाहिँ अलिक केयरफुल भएर चाहिँ राइड गर्नु होला है त भन्न चाहन्छु। अनि त्यही हो 2 घन्टामा मैले 4 राइड हाने भन्दाखेरि आजले वेट गरायो क्या प्यासेन्जरहरूले। अब बिहान फर्स्ट राइड गर्ने बित्तिकै त्यो प्यासेन्जरले घुमाइ गरे है। अब बिहानको फर्स्ट राइडमै अब याङ्गोबाट स्टार्ट गरेको, अनि फेरि प्यासेन्जरले अब घुमायो क्या। प्यासेन्जरै कन्फ्युज भयो क्या लोकेसनै कहाँ हो कहाँ। अनि सुरुको राइडमै त्यहीँ अल्मलियो, अनि पछिको पनि सेकेन्ड राइड पनि लगभग त्यस्तै भयो। सेकेन्ड राइडमा चाहिँ खासै भएन, तर कन्फ्युज चाहिँ भयो लोकेसन कहाँ हो भनेर। अनि थर्ड राइड गऱ्यो। थर्ड राइडको पनि मान्छे पिकअप लोकेसनमा लिन गएको होइन, मान्छे नै अन्ततिर पुग्ने कहाँ हुने त्यस्तो भएर। अन्त अहिले पनि अब लास्टको राइडमा पनि डबल लोड जाम भनेर फेरि नजाने भनेपछि अर्को बुक गर्दा यताउता गर्दै टाइम गयो क्या। त्यो अब 2 घन्टासम्म चाहिँ मैले 4 राइड कम्प्लिट गऱ्यो। अब हेरौँ अझै 1 राइड अथवा 2 राइड भ्याउँछ कि। अनि तपाईँहरू पनि अब पार्ट टाइम गर्ने सोचमा हुनुहुन्छ होइन, इनड्राइभ पठाओ अथवा याङ्गो यस्तै छ है त। कोही बेला लाग्न सक्छ, अब कोही बेला चाहिँ धेरै लाग्छ, अब कोही बेला चाहिँ लाग्दैन। यस्तै छ, हेरौँ है त अझै अब भ्याएसम्म चाहिँ अब गर्छु 1-2 राइड, नत्र के हुन्छ कसो हुन्छ अहिले पछि अपडेट गर्छु है त। ल मैले 500 को तेल लगाएँ बाइकमा टक्क लाएर। अब हेरौँ है त राइड अब लाग्छ कि लाग्दैन, के कस्तो हुन्छ है त। अब ल मेरो फेरि अर्को राइड एन्ड ड्राइभमा लाग्यो। यो पनि 97 को है त, 97 रुपियाँको छ यो राइड। अनि म लिन जाँदैछु है त। मसँग छैन, कतिको 1000 छैन नि मसँग। त्यही गरौँ भाइ। भर्खर तेल हालेर आएँ क्या, फेरि अघिसम्म थियो। हस् धन्यवाद। असल अगाडि के रोक्नु होइन। ल 2.5 घन्टामा 5 राइड कम्प्लिट इनड्राइभमा। एउटा चाहिँ याङ्गोमा हो, त्यो याङ्गोको ठाउँमा इनड्राइभ भइदियो भए चाहिँ अलिकति राम्रै आउँथ्यो, किनभने मैले याङ्गो गर्छु भनेर सोचेको। फेरि अनि त्यो प्रो लेभल कम भएर बोनसै हाल्न मिलेन क्या। त्यही भएर बिहानको राइडमा चाहिँ मेरो थोरै आयो, नत्र अहिले 510 को ठाउँमा जे होस् 600 चाहिँ हुन्थ्यो। 510 को ठाउँमा अहिले 600 रुपियाँ हुन्थ्यो। ल यस्तै छ है त अहिले। अब चाहिँ मसँग लगभग टाइम छैन होइन, अब हेर्छु घरतिरको टिप लाग्यो भने यस्तो मिलाएर उठाउनुपर्छ होइन। अब यस्तै पार्ट टाइम गर्दा चाहिँ एउटा समस्या चाहिँ यही छ कि अब यो राइडहरू मिलाएर उठाउनलाई अलिकति भ्याइँदैन क्या। अब टाइम लिमिट भइसकेपछि अब जहाँ यतै जान मिल्दैन होइन। त्यही भएर अलि हेरेर उठाउनु पर्ने हुन्छ। त्यही अब कहिले चाहिँ 500 रुपियाँ कमाएँ, नत्र 2.5 घन्टामा कोही बेला 1000 रुपियाँ पनि 700-800 रुपियाँ पनि कमाउँछ है। यस्तै छ है। तर पार्ट टाइम गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ
रियालिटी यही है त 510 रुपियाँ 2.5 घन्टामा ल यदि तपाईँहरूलाई भिडियो मन पर्यो भने लाइक गरिदिनु होला है मेरो च्यानललाई सब्सक्राइब पनि गर्न सक्नुहुन्छ ल अर्को भ्लगमा भेटौँला है त